welcome to my YouTube channel. We are going to solve 3x3 Rubik cube. This is a 3x3 Rubik cube. You can see here 3x3 Rubik cube. Okay, to solve this हामीले के गर्न पर्यो त भन्दाखेरि कुनै पनि एउटा कलर चुज गरौँ है. सो नाउ मैले चाहिँ के गर्छु भन्दाखेरि अब यो व्हाइट कलर सोल्भ गर्न लागि मैले यसको अपोजिट सँग जान्छु. यसको अपोजिट भनेको येलो कलर. सो येलोलाई मैले टपमा राख्छु. देन मैले यसलाई व्हाइट यसको मैले यो एजलाई व्हाइट बनाउँछु है पहिला. सो मैले एकदम स्टेप बाइ सिकाउने भएको हुनाले मैले पहिला यसलाई एकदम यस्तै स्लोली गर्छु. र व्हाइट कर्नरमा मैले येल्लो क्रसमा व्हाइट क्रस ल्याउँछु. येल्लोलाई टपमा राखेर है. म त्यसलाई के गरेँ भन्दाखेरि मैले लाइक यसरी येल्लोलाई मैले टपमा ल्याएँ. त्यसरी हुन्छ हामीले यसमा येल्लोलाई टपमा ल्याउने है. येल्लो क्रसले येल्लो व्हाइट क्रसलाई टपमा ल्याउने. अब यस्तो व्हाइट क्रस टपमा व्हाइट क्रस बन्यो. दिस इज टप यो. अनि मैले के गर्नु फर्स्ट स्टेप भनेपछि यो जुन सेन्टर छ यसको एच पिसको यो जुन कलर छ यसलाई सेन्टरसँग मैले मिलाउने. सेन्टर पिससँग यसलाई रोटेट गरेर मैले सेन्टर पिससँग यो कलर म्याच गरेँ. यसलाई म्याच गरेपछि मैले 2 टाइम्स यसलाई मैले डाउन गर्ने है राइट ह्यान्ड साइडमा राखेर. अनि सेकेन्डको पनि व्हाइटको पिसको यसको जुन कलर छ यससँग सेन्टरसँग कलरसँग म्याच गर्ने. अलरेडी म्याच छ. सो यसलाई मैले राइट ह्यान्ड साइडमा पारेँ र यसमा दुईवटा मुभ गरेँ. 1 2 गरेपछि तल यसरी क्रसमा जान्छ है. यो क्रसमा आएको छ. थर्ड पनि अलरेडी मिलेको छ सेन्टर. यसलाई राइट साइडमा पार्ने. 1 2 मुभ गरेपछि क्रस यहाँ गयो. अनि फोर्थमा यो अलरेडी छ. सो यसलाई पनि राइट साइडमा हिँड्न पारेर फर्स्ट एन्ड सेकेन्ड 2 मुभमा यो व्हाइट क्रस गर्नु. अब हाम्रो कर्नरमा व्हाइट लिनु पऱ्यो है. त्यसलाई के भन्दा टपमा येल्लो छ होइन टपमै बस्ने. यसको व्हाइट पिस जहाँ व्हाइट कलर छ त्यो वाला पिस खोज्ने. लाइक यसमा व्हाइट त छ होइन यसमा. अनि यो कलर कहाँ छ यस्तो यो ब्लू कलर र अरेन्ज कलर छ भने यो दुईवटाको सेन्टरमा यो हुनु पऱ्यो. यो अलरेडी छ. यदि यता हुन्थ्यो भने पनि हामीले यसलाई रोटेट गरेर यसको सेन्टरसँग म्याच गर्ने. लाइक यो कलरको सेन्टर यता भयो. ब्लू कलर सेन्टर यहाँ छ. यसलाई बिचमा सेन्टरमा पार्ने. यो ठिक भएपछि यसलाई हामीले ओके यो सेन्टरमा छ भने यसलाई राइट अल्गोरिदम लगाउने. राइट अल्गोरिदम भन्नाले अप राइट ह्यान्ड साइडबाट क्लकवाइज डाउन फेरि एन्टी क्लकवाइज भने यसलाई चाहिँ कति बेलासम्म गरेँ जबसम्म यो पिसमा हाम्रो यो कलर आउँदैन र व्हाइट कलर आउँदैन. यो 3-4 चोटिसम्म गरिनुपर्छ. यसरी गऱ्यो भने अब तपाईँको यो व्हाइट चाहिँ अब तल डाउन जान्छ. अनि यो कलर यहाँसँग म्याच भयो भनेपछि यो नाउ यो इट इज ओके भयो है. सिमिलरली अर्को खोज्ने. अब यसमा चाहिँ हामीले हेऱ्यौँ भने व्हाइट पिस भएको यसमा छ. यो कर्नर छ व्हाइट कर्नर भएको होइन व्हाइट कलर भएको. यसमा चाहिँ रेड र ब्लू छ भने सेन्टरमा लाने. एउटा सेन्टर त ब्लू छ एउटा सेन्टर अरेन्ज छ. यो मिलेन. त्यही भएर यसलाई यसरी घुमाउने कता मिल्छ. अब यसको यो सेन्टर यता मिल्यो यो कलरको सेन्टर यता छ भनेपछि यो सेन्टरमा यो पऱ्यो व्हाइट पिस भएको. यसलाई राइट साइडमा राख्ने फेरि राइट अल्गोरिदम लगाउने. अप क्लकवाइज डाउन एन्टी क्लकवाइज यो मिल्यो. किनभने यो कलरसँग म्याच भइसक्यो र व्हाइट तल आइसक्यो भनेपछि यो फर्स्ट स्टेपमै मिल्यो. अब अर्को कर्नर खोज्ने. अर्को कर्नरमा अलरेडी यहाँ के छ व्हाइट छ तर यसको कलर के छ रेड एन्ड ग्रिन छ भनेपछि यसलाई त्यो सेन्टरमा लाने रेड एन्ड ग्रिनमा है. भनेपछि यो रेडको सेन्टरमा यो रेड छ ग्रिनको सेन्टर ग्रिन छ. यो सेन्टरमा यो बिचमा पऱ्यो. ठिक छ. यसलाई राइट साइडमा राख्ने राइट अल्गोरिदम कति बेलासम्म जबसम्म हाम्रो व्हाइट तल जान्छ अनि रेड कर्नर चाहिँ यता कर्नरसँग म्याच हुन्छ है. अप क्लकवाइज डाउन रिटर्न गरेपछि यो पनि म्याच भयो. अब एउटा यो बाँकी छ. यसको लागि पनि एउटा व्हाइट पिस खोजौँ है. कहाँ छ व्हाइट पिस? व्हाइट पिस छ त यहाँ रहेछ. यो छ भने यसको कलर म्याच गर्नु पऱ्यो. यसको सेन्टरमा लानु पऱ्यो. ग्रिनको सेन्टरमा र अरेन्ज सेन्टरमा. अरेन्ज हाम्रो कता छ रोटेट गरेर लगाउँ है. ल यो भएपछि ग्रिनसँग यो सेन्टर म्याच भयो. यससँग यो सेन्टर छ बिचमा यो व्हाइट पिस भएको दुईवटा सेन्टर बिचमा यो छ भनेपछि यसलाई राइटमा पारेर राइट ह्यान्ड साइडमा राखेर राइट अल्गोरिदम लगाउने. अप रोटेट डाउन रोटेट पछि यो अलरेडी म्याच भयो भनेपछि तल गयो हाम्रो फर्स्ट लेयर म्याच भयो है. दिस इज कम्प्लिट फर्स्ट लेयर. न सेकेन्ड लेयरलाई के गर्ने भन्दाखेरि अब यो टपमा चाहिँ येल्लो नै राख्ने. येल्लो सेन्टर अब यो टपमै हुन्छ. र के हुन्छ भन्दा अब हाम्रो एज पिसमा हाम्रो येल्लो कलर नभएको हेर्ने. अब यसमा येल्लो कलर नभएको कुन छ? यसमा त येल्लो कलर छ. येल्लो एन्ड ब्लू छ. येल्लो एन्ड ग्रिन छ पनि भएन. येल्लो एन्ड अरेन्ज पनि भएन. यसमा चाहिँ छैन है येल्लो. भनेपछि अब यसलाई यो पिसलाई हामीले काम गर्नु पऱ्यो. भनेपछि यसमा ग्रिन एन्ड रेड त छ तर यो साइडमा जुन रेड छ नि त्यसलाई यो सेन्टरसँग म्याच गर्ने. भनेपछि यस कता हुन्छ रेड सेन्टर घुमाउने यसरी
यसरी गएपछि यो सेन्टरसँग म्याच भयो है। म्याच भएपछि यसलाई फ्रन्टमा आफूसँग फेस गरेर राख्ने, यसरी आफूतिर राख्ने। र यसको जुन अर्को कलर छ नि त्यो कलरको सेन्टर कता छ, सेन्टर पिस राइटमा छ कि लेफ्टमा छ। अब यसको त राइटमा छ, राइटमा छ भने यसको अल्गोरिदम के हुन्छ भन्दा राइटमा छ भने यो माथिको टप लेयरलाई राइटबाट लेफ्टतिर लग्ने, अनि यो राइटमा छ भने राइट ह्यान्डलाई अपमा यसरी माथि लाने अनि यसलाई ब्याक गर्ने है, ब्याक गर्ने। यसरी गरेपछि के हुन्छ, व्हाइट पिस आउँछ, व्हाइट पिस आउँछ अनि दुईवटा कलर यसो सेम बस्छ। अब व्हाइट फेसलाई चाहिँ आफूतिर फेस पार्ने। यसमा कलर त रेड र ग्रिन थियो, ग्रिन आफूसँग छ, रेड कता छ, लेफ्टतिर छ भनेपछि फेरि सेम। अब लेफ्टमा छ भने लेफ्टबाट राइटमा अप्परलाई राइटमा लाने, लेफ्टको लाने अप गर्ने अनि रोटेट गर्ने, यसरी ब्याक गर्ने र ब्याक गर्ने। यो गरेपछि हाम्रो यो पिस म्याच भयो है। सिमिलरली अर्को पनि सेम गर्ने। अब यसमा हामी ग्रिन अब येल्लो नभएको खोज्ने, येल्लो नभएको यसमा छ। अब भनेपछि यो हामीसँग यो फेसतिर त यो रेड कलर छ भनेपछि रेडसँग फेरि यसलाई रेड सेन्टरमा म्याच गर्ने, यसरी अपलाई मात्र घुमाएर रेडमा म्याच भयो। अब यो कलर कता छ, राइटमा छ कि लेफ्टमा छ, अब यो लेफ्टमा छ है। लेफ्टमा छ भने अप्परलाई चाहिँ लेफ्टबाट राइटतिर लाने, तर यसलाई डाउनबाट यसलाई अप गर्दा चाहिँ लेफ्टमा छ भने लेफ्टलाई नै अप गर्ने अनि यसलाई फेरि ब्याक गर्ने है, यसरी ब्याक गर्ने। अब यसो गरेपछि व्हाइट आउँछ, व्हाइट आएपछि व्हाइटलाई फेरि आफूतिर फेस गर्ने अनि एउटा कलर आफूसँगै हुन्छ, एउटा चाहिँ कता छ यसको राइटमा छ भनेपछि सेन्टर राइटमा छ भनेपछि राइटबाट लेफ्टतिर लाने अप्परलाई, राइट ह्यान्ड साइडलाई नै अप गर्ने अनि यसलाई फेरि ब्याक गर्ने, सेम स्टेपलाई ब्याक गर्ने। यो गरेपछि पनि यो पनि मिल्यो है। अब एउटा पिस, यो पिस छ, पिस चाहिँ कस्तो हुनु पऱ्यो भन्दा येल्लो नभएको पऱ्यो है। सबमा येल्लो छ एच पिसमा, यसमा येल्लो छैन, तर यसको अगाडि कुन कलर छ, ब्लू कलर छ भनेपछि यसलाई ब्लू सेन्टरसँग यसरी म्याच गर्ने। अब अर्को यसको अर्को कलर कतातिर छ हेर्नु, लेफ्ट कि राइट, यसरी हेर्दाखेरि यसको लेफ्ट साइडमा छ भनेपछि यो अपलाई लेफ्टबाट राइटतिर लाने अनि यो लेफ्ट ह्यान्ड साइडलाई नै यसलाई अप गर्ने अनि यसलाई ब्याक गर्ने, स्टेपलाई ब्याक गर्ने, यसो ब्याक गर्ने। यसो व्हाइट आउँछ, व्हाइट आएपछि अब फेरि यो आफूसँग छ यसको यता राइटमा पऱ्यो भनेपछि राइटबाट लेफ्टमा लाने, यसलाई अप गर्ने अनि यसलाई ब्याक गर्ने, यसलाई डाउन गर्ने। यो गरेपछि हाम्रो सेकेन्ड लेयर पनि कम्प्लिट भयो है त। टेन सेकेन्ड लेयर सोल्भ भएको छ। अब हाम्रो यो थर्ड लेयरको काम छ है। थर्ड लेयरमा हाम्रो के हुन्छ भन्दाखेरि येल्लोलाई टपमा राख्ने, यो डट छ पहिला, डटबाट हाम्रो अब यो जुन छ नि यो एच पिसेस याल बनाउने, इन्भर्टेड याल। सो यसलाई यसरी घुमाएर यसलाई कतातिर राख्ने भन्दाखेरि यसलाई इन्भर्टेड याल चाहिँ यसरी यो पोजिटिभ याल भयो, इन्भर्टेड याल यता हुनु पऱ्यो है। यो दुईवटा पिसमा याल हुनु पऱ्यो। यो छैन भने पनि अहिले मैले जुन अल्गोरिदम लाउँछु त्यही अल्गोरिदम लाउँछु, अटोमेटिक आउँछ। हाम्रो डट आएको छ भने पनि यो बनाउने, त्यसपछि यो हाम्रो यो बार बनाउने, माइनस बनाउने, त्यसपछि फेरि यो प्लस क्रस बनाउने येल्लोमा। सो अहिले अलरेडी याल भएको छ हाम्रो, त्यही भएर याल यसो थियो, मैले घुमाएर एउटा लेफ्ट ह्यान्ड साइड र एउटा राइट एउटा टपमा राखेँ, त्यो इन्भर्टेड याल भएको छ है। अब यसलाई जसरी समय पनि भयो, अहिले सेन्टर चाहिँदैन, यसरी राख्ने। अब यसपछि अल्गोरिदम राम्रोसँग हेर्नु ल, यसरी लाउने। यो अगाडिको यो भनेको हाम्रो फ्रन्ट फेस भयो, यसलाई क्लकवाइज, यसलाई अप राइट ह्यान्ड साइडलाई, टपलाई क्लकवाइज, अब राइट ह्यान्ड साइडलाई डाउन, टपलाई एन्टी क्लकवाइज फेरि रोटेट अनि देन यसलाई फ्रन्टलाई पनि एन्टी क्लकवाइज गरेपछि अब हाम्रो -12 बन्यो। अब अर्को स्टेप के हुन्छ भनेपछि 12 बनेपछि फेरि यसलाई प्लसमा बनाउनु पर्ने, सेम स्टेप हुन्छ, सेम फलो गर्ने। देन फ्रन्टलाई क्लकवाइज, राइट ह्यान्ड साइडलाई अप, टप लेयर क्लकवाइज, राइट ह्यान्ड साइड डाउन, टप एन्टी क्लकवाइज, फ्रन्टलाई पनि एन्टी क्लकवाइज, यसरी प्लस बनेको छ है। प्लस बनेपछि एकचोटि अब यसलाई रोटेट गरेर सेन्टर म्याच गरौँ भनेपछि यो कलरको सेन्टर यता भयो, यो कलर सेन्टर यता भयो, यो कलरको सेन्टर पनि यता भयो, यो कलर सेन्टर पनि यता भयो, चारवटै सेन्टर म्याच भएको छ। यदि चारवटै सेन्टर म्याच भयो भने कस्तो हुन्छ भन्दा अरू केसमा कमसेकम दुईवटा सेन्टर म्याच भएको हुन्छ, कि त अपोजिटमा म्याच हुन्छ कि त राइट साइडमा म्याच हुन्छ। अपोजिटमा म्याच छ भने राइट साइडमा म्याच छ भने अपोजिटमा म्याच छ भने पनि राइट साइडमा म्याच भएको बनाउनुपर्छ र लास्टमा हामीले यसरी चारवटै सेन्टर मिलाउनुपर्छ। अब यसमा अलरेडी मिलेको छ, म हजुरलाई देखाउनलाई एकचोटि त्यो बनाएर देखाइदिन्छु है त। लाइक कस्तो हुनसक्छ भन्दाखेरि कस्तो चाहिँ हुनसक्छ भन्दा यो गरेपछि अहिले मेरो अब सेन्टर बिग्रियो नि त, अघि सेन्टर मिलेको थियो। अब मैले सेन्टर म्याच गर्दाखेरि मेरो यो सेन्टर त म्याच भयो, तर यता चाहिँ सेन्टर मिलेन, यो पनि सेन्टर मिलेन। अहिले यसो एकचोटि गरेर हेरौँ है। यो गर्दाखेरि यो सेन्टर म्याच भयो, दुईवटा सेन्टर म्याच भयो। अब अहिले अघि चारवटा थियो, अब अहिले दुईवटा मात्र म्याच भएको छ। हाम्रो यही स्टेपमा लिनुपर्छ है। अब यसरी दुईवटा सेन्टर म्याच भयो भने एउटा म्याच भएकोलाई ब्याक राख्ने, एउटा म्याच भएकोलाई राइट ह्यान्ड साइडमा राख्ने र सेम अल्गोरिदम लाउने। अफ राइट ह्यान्ड साइडलाई अप, त्यसपछि अप्परलाई क्लकवाइज, राइट ह्यान्ड साइडलाई डाउन, अप्परलाई फेरि क्लकवाइज, राइट ह्यान्ड साइडलाई फेरि अप, अप्परलाई
दुईचोटि क्लकवाइज घुमाएर यो व्हाइट यसरी आउँछ, यसलाई फेरि डाउन गर्ने। यो गरेपछि अब यो माथिको लेयरलाई म्याच गरिदिउँ भने अब 4वटै सेन्टर हाम्रो म्याच भयो है। त्यही 4वटै एजको सेन्टर म्याच भयो। अब यो भएपछि हाम्रो के हुन्छ त भन्दा अब यो म्याच भएपछि कमसेकम दुईवटा सेन्टर बिचमा हाम्रो यो जुन एजको यो क्युब छ त्यो क्युबको कलर म्याच हुनु पर्यो। जस्तै यसमा सेन्टर ग्रिन र रेड छ भने यसमा रेड त छ तर यहाँ ग्रिन हुनु पर्थ्यो, माथि यसले त छँदैछ, यो भएन, यो छ, यो पनि मिलेन है, यो छ त यो पनि मिलेन, यो कुनै पनि यो छ र यसमा यो म्याच भएको छ, यो पनि म्याच भएको छ, यो पनि म्याच भएको छ। यसरी म्याच भएको कुनै एउटा म्याच हुन्छ, म्याच भएर यसलाई लेफ्टमा राख्ने। अब लेफ्टमा राखेपछि अब अल्गोरिदम के हुन्छ भन्दा राइट ह्यान्ड साइडलाई यो अप्पर लेयरलाई एन्टी क्लकवाइज, लेफ्ट ह्यान्ड साइडलाई फेरि अफ, यो अप्परलाई फेरि क्लकवाइज, यो गरेर चाहिँ व्हाइट यता आयो। अब यसलाई डाउन गर्ने। अब यसलाई एन्टी क्लकवाइज गरेपछि यो पनि व्हाइटसँग म्याच हुन्छ, यसलाई पनि डाउन गर्ने। र एकचोटि फेरि यसले यो म्याच गऱ्यौँ भने हाम्रो अब के हुन्छ भन्दा यो पनि यो मिलेको छ, यो अझै मिलेन है, यो पनि मिलेन, फेरि एकचोटि गर्नु पऱ्यो मिलेकोलाई राइट ह्यान्ड साइडमा। यो मिलेको छ नि त यसलाई लेफ्टमा समाएर फेरि सेम अप, यसलाई एन्टी क्लकवाइज, यसलाई अप, यसलाई क्लकवाइज, यसलाई डाउन, यसलाई एन्टी क्लकवाइज गरेर यसलाई पनि डाउन गरेपछि अब सेन्टर म्याच गऱ्यौँ भने अब सायद 4वटै कर्नर पिसहरू म्याच भएको हुन्छ कि दुईवटा सेन्टर बिचमा यो कलर मिल्यो, यो दुईवटा सेन्टर बिचमा यो कलर पनि म्याच भयो, यो दुईवटा सेन्टर बिचमा यो कलर म्याच भयो। यसरी 4वटै सेन्टर म्याच हुन्छ, यो एज म्याच हुन्छ, यो पनि म्याच हुन्छ। अब के गर्ने फाइनल स्टेप, अब क्युबलाई ट्याक्क रोटेट गर्ने 180 डिग्रीमा, व्हाइटलाई माथि बनाउने। र हाम्रो अब यो दुईवटा लेयरलाई माथि लेयरलाई एकदम टाइट होल्ड गर्ने। अब यसरी हाम्रो लास्ट लेयर छ नि यसको व्हाइट जुन येल्लो छ, येल्लोलाई राइट ह्यान्ड साइडमा पार्ने, जता पनि हुनसक्छ यो, जस राइट ह्यान्ड साइडमा आउनु पऱ्यो। अब हाम्रो राइट अल्गोरिदम लाउने। राइट अल्गोरिदम भनेको यसलाई अप, रोटेट, डाउन, ब्याक, कति बेलासम्म गर्ने जति बेलासम्म येल्लो तल जाँदैन। अप, रोटेट, डाउन, ब्याक। अब तल गयो नि यसलाई, अब यसलाई होल्ड गर्ने। अब फेरि तलको मात्रै यो येल्लो यो कुनै एउटा येल्लो आउँछ, येल्लोलाई यसरी राइट ह्यान्ड साइडमा राख्ने। फेरि राइट अल्गोरिदम अप, रोटेट, डाउन, रोटेट, अप, रोटेट, डाउन, रोटेट। अब हाम्रो येल्लो त तल आयो नि, फेरि यसलाई होल्ड गरेर तलकाले घुमाउने। यसरी घुमाएर येल्लो त छ, फेरि यसले राइटमा ल्याउने। फेरि यसलाई अप, रोटेट, डाउन, रोटेट, अप, रोटेट, डाउन, रोटेट। यसो गरेपछि हाम्रो टक्क सोल्भ भयो है त। ल, थ्याङ्क यू फर वाचिङ।